हजुरले धन्यवाद हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग वाट्सअप गाइस के छ खबर सन्चै हुनुहुन्छ होला म पनि आरामै छु अरू सबै ठिकै छ सन्चै छ हल्का काममा बिजी भएको थिएँ त्यसले गर्दा चाहिँ रेगुलर अपलोड दिन पाएको छैन अनि ब्लग पनि बनाउनु पाएको छैन हैन हल्का काम पनि गर्छु नि त म सानोतिनो बिजनेस छ बिजनेस ह्यान्डल गर्नु पर्यो अनि खाना लाउन पुग्दैन काम नगरिकन काम पुग्दैन खान साँझ र बिहान भने जस्तो चाहिँ हैन काम गर्नुपर्छ हल्का चाहिँ अहिले चाहिँ हल्का फ्री भएको थिएँ अनि आज आइतबारको दिन हो बेलुका लगभग 4:30-5 बजिसकेको छ अलि अन्धकारै छ हल्का अब मौसम चाहिँ अलि चेन्ज हुन्छ के मौसम चाहिँ बिहान घाम लाग्ने साँझ परेपछि पानी पर्ने मौसम छ अहिले चाहिँ खै के भएको यो चाहिँ तर बबाल मजा लाग्छ यस्तो मौसम चाहिँ मलाई चाहिँ हैन बिहान चाहिँ एकदम उज्यालो हुन्छ त्यसले गर्दा अहिले चाहिँ हामी चाहिँ ठ्याक्कै यो मुलपानी क्रिकेट स्टेडियममा छौँ अनि हामी बस्ने पनि यतैतिर हो कि नजिकै हो त्यसले गर्दा चाहिँ यहाँ चाहिँ आइरहेको हुन्छु म चाहिँ रेगुलरली हैन अब मेरो साथी नै आइरहेको छ उसको नि नयाँ च्यानल छ युट्युब च्यानल चाहिँ हैन सबैजनाले सब्सक्राइब गरेर हेल्प गरिदिनु होला उसलाई पनि हैन हामी भर्खर स्टार्टिङमा हो क्या त्यसले गर्दा चाहिँ अनि यहाँ चाहिँ क्रिकेट बनाइरहेको छ यो चाहिँ पेभिलियन भन्न आए चाहिँ यो चाहिँ प्याराफिट अडियन्सको लागि अनि यहाँ चाहिँ दुबो सुबो निकालेर भित्र राख्ने कामहरू भइरहेको छ यो चाहिँ ठ्याक्कै सम्म बनायो अहिले चाहिँ पहिला त अलिक ठाडो थियो उकालो त्यस्तो स्लोपवाला थियो अहिले त्यस्तो प्लेन भएको छ अनि यहाँ दुबो सुबो उम्रेर यहाँ पानी परेर नि बबाल फाइदा भयो क्या बेनिफिट भयो यिनीहरूलाई चाहिँ होइन नआयो भने चाहिँ पानी हाल्नुपर्ने थियो रेगुलरली अहिले चाहिँ हाम्रो इन्द्रदेवले नै पानी पठाइदिनु भएको छ सजिलो भयो त्यसले गर्दा चाहिँ हल्का दुबो चाहिँ अलिक ग्रिनरी धेरै भइसकिसक्यो यहाँ चाहिँ अनि दामी छ काम पनि राम्रो भइरहेको छ यहाँ चाहिँ है अब भित्र जान चाहिँ अलि दिनु हुँदैन अहिलेलाई चाहिँ पहिला अस्तिको भिडियोमा चाहिँ गएको थिएँ सुरुको भिडियोमा चाहिँ अहिले चाहिँ अब हल्का काम तीव्र रूपमा भइरहेको छ त्यसले गर्दा हल्का डिस्टर्ब होला कि भनेर चाहिँ हैन कामले गर्दा चाहिँ भित्रपट्टि चाहिँ अब ग्राउन्डमा जान चाहिँ पाएको छैन हामी चाहिँ मिल्दैन अरे त्यहाँ जान चाहिँ अनि यहाँ अरू दाइहरू काम गरिरहनु भएको छ जसम्म काम थियो यहाँ भाइहरू अब यहाँ फुटबल पनि खेलिरहेको छ बच्चाहरू चाहिँ दाइहरू काम गरिरहनु भएको छ अनि यहाँ चाहिँ ठ्याक्क अडियन्सको आउने बाटो चाहिँ त्यहाँ एउटा गेट छ त्यहाँबाट आएको चाहिँ हामी चाहिँ अहिले त्यसले गर्दा हो बेलुका काम भयो काम पनि हल्का काँडै खायो त त्यहाँ त बसेर बस्नु होला अब गेम पनि आउनु लागिसकेको छ नेपालको गेम त टियुमा छ टियुमा हेर्न जानु मजा आउँछ हामी सबै दिनै लग आइरहेको त यहाँको दाइहरूले पनि चिनिसक्नु भयो कि जस्तो लाग्छ अहिले त हेर्दा चाहिँ यहाँ त दामी बनाएछ बबाल अस्ति तार पनि हालेको थिएन र काँडा तार नै हालेको छ ओहो यहाँ क्यानको लोगो पनि भइसकेको छ यार त्यहाँ त बल क्यान अनि ग्राउन्ड यहाँ चाहिँ अब पिच बनिसक्यो जस्तो लाग्यो अनि यहाँ चाहिँ अब ग्राउन्ड ढाक्न कभर गर्नको लागि चाहिँ पानी पर्ला जस्तो लागिरहेको छ त्यसले गर्दा चाहिँ त्यहाँ कुनै अब वाटरप्रुफ पानी नसेर्ने कपडाले चाहिँ ढाकिदिइरहनु भएको छ यहाँ चाहिँ वालहरू लगाइरहनु भएको छ यहाँ काँडे तार यहाँ दाइहरू काम गरिरहनु भएको छ हेर्नु भएको थियो हजुरले हस् धन्यवाद यहीँको लोकल हो हजुर ए हजुर धन्यवाद
यहाँ चाहिँ अब लगभग रेगुलर जस्तो काम भइरहेको छ होइन। अनि आफूलाई नि प्राउड मोमेन्ट हुन्छ नि त। अब यत्रो अब हाम्रो देशमा क्रिकेटको अब ठुलो एसिसी प्रिमियर कप हुन लागिरहेको छ होइन। हाम्रो लागि त गौरवको कुरा हो नि त, यो त ठुलो कुरा हो। अब यहाँ अब 10-10वटा देशको म्याचहरू हुनुहुन्छ अनि हामीलाई नि मजा लाग्छ, हेर्नु पऱ्यो होइन। यसले गर्दाखेरि नेपालको नाम पनि अब बाहिरसम्म सुनिन्छ। नेपालमा नि यस्तो यस्तो काम गर्न सक्दो रहेछ है। नेपाल सानो छैन है, सबैले माया गऱ्यो भने चाहिँ यत्रो ठुलो काम पनि हुँदो रहेछ है भन्ने कुरा हो क्या। यो चाहिँ हाम्रो लागि चाहिँ प्राउड मुभमेन्ट हुन्छ नि त। यहाँहरू दाइहरू सबैजना मिलेर गरिदिनु भएको छ होइन। एकदम यहाँ ढाक्न लाउनु भयो जस्तो लाग्यो अहिले चाहिँ। अनि यहाँ चाहिँ अब ज्यास्मिन पेन्टले चाहिँ स्पोन्सर गरिरहेको थियो, क्यानलाई चाहिँ सपोर्ट गरिरहेको थियो। त्यसले गर्दा कलरिङको काम पनि भइरहेको रहेछ, वाल कलरिङहरू। दिउँसोतिर चाहिँ भयो होला, अहिले चाहिँ छैन मैले। अनि यो एरियामा पहिला चाहिँ वाइट कलर या क्रिम कलर टाइपको लगाइरहेको छ कि उतापट्टि चाहिँ, पारिपट्टि चाहिँ। यहाँहरू चाहिँ अब दाइहरूले चाहिँ अब दुबो रोप्ने काम गरिरहनु भएको छ अहिले पनि। यहाँ चाहिँ क्यानको लोगो बनिसकेछ। फिल प्राउड मुमेन्ट। त्यही बेलामा नेपालले गेम जितेर अब एसिसी कप खेल्यो भने चाहिँ अझै झन् मजा लाग्छ होइन। इन्डिया पाकिस्तानसँग हाम्रो अनि कम मजा आउँछ। त्यो मुमेन्ट चाहिँ लास्टै बेस्ट मुमेन्ट। त्यही मुमेन्ट वेट गरिरहेको छु कि म। इन्डिया पाकिस्तान नेपाल अनि हामी सबजना अनि लाइभ कहाँ बसन्तपुरमा लाइभ हानेर बस्यो भने मजा आउँछ झन्। यहाँ चाहिँ अब दाइहरूको काम यस्तो भए त एउटै जिल्ला छ, अर्को मान्छे रहेछ हामीहरू। 12 जिल्ला होइन? 12 जिल्ला। 12 जिल्ला काका खेल्थ्यो त हामी अस्ति एकदम पहिलोचोटि कहाँ अनि यतै बस्छ। यो चाहिँ अब कहिले सक्ने काम थियो यो दाइ? यो भोलि लास्ट हो। अब भोलि सकिन्छ यो तारसार बाँधेर? होइन, तार बाँधेर त आजै सकिन्छ। राति पनि काम हुन्छ यहाँ? त्यही त, यहाँ त अब लाइट छैन नि त, फ्लड लाइट हाल्यो भने उतै चाहिँ सबै उयो त्यहाँ बङ्गलादेशबाट आइराख भन्थ्यो नि मान्छे पिच बनाउनु भनेर। थाहा छैन क्या तपाईँहरू? हो, बङ्गलादेशबाट यो घाँस सबै उबाल्न आएछ कि बङ्गलादेशबाट। त्यो कहाँ छ त्यो कुर्ता पाइजामा लगाएको? त्यो यो बङ्गाली के थर्काएर राख्छ। सबैले काम लाउँछ क्या? सबैजनालाई काम लाउँछ थर्काएर। यो घाँस सास उबाल्न यताउति महिनाको 1.5 लाख चाहिँ खान्छ। 1.5 लाख चाहिँ तर घाँस उगाइदियो है? छिटै उभायो नि? छिटै उभाइदियो। घाँस थिएन नि पहिला, कति पातलो थियो। अहिले यत्रो यहाँको घाँस लगेर गएको होइन, त्यही पनि त उम्रिनु पऱ्यो नि। कोही त मरिदिन्छ नि त त्यतिकै। पानी नआयो भने मर्दैन। अनि माथिबाट पनि पानी परिरहेको, त्यसले गर्दा झन् सहयोग भयो नि त। हामी चाहिँ अब यहाँबाट निस्क्यौँ है। पानी पऱ्यो अनि त्यो चाहिँ पिचहरू ढाक्नुभयो उहाँहरूले चाहिँ। दामी मजा लाग्छ मलाई त्यस्तो मुभमेन्टहरू काम भइरहेको छ। अझै यस्तो कामहरू चाहिँ अझै धेरै हुनु पर्ने हो कि खासमा चाहिँ। अनि मजाले क्रिकेट फुटबल अरू गेमहरूलाई नि होइन सजिलो हुने तरिकाले
अब गौतम बुद्ध स्टेडियम पनि बन्नु पर्यो चितवनको। हाम्रो अब पिएमओले चाहिँ अब काम हुन्छ 1-2 हप्ताभित्रमा खुसीको कुरा सुन्नु पाउँछ भनेर भन्नुभएको थियो होइन। उहाँले चाहिँ अब एउटा कुनै न्युज पोर्टलमा सुनेको थिएँ मैले। त्यो पनि हुनु पर्यो, ठाउँमा बन्नु पर्यो। 7 प्रदेशमा 7वटा स्टेडियम भयो भने बाहिरको टिमहरू ल्याएर खेलाएर मजाले अब यहाँको सबैजनाले काम पाउँछ होइन। होटलहरू चल्छ, एक्सपोजर पाउँछ, नयाँ नयाँ प्लेयरहरूले एक्सपोजर पाउँछ होइन। सबैको इन्कम जेनेरेट हुन्छ। त्यस्तो काम भयो भने स्पोर्ट्स टुरिज्मको व्यापार हुन्छ नि त, बबाल हो नि त। भने चाहिँ दामी फरेनबाट अनि फरेन इन्कम भएन। त्यो भएपछि 7वटा स्टेडियम भयो भने अनि रेगुलरली इन्डिया पाकिस्तानको गेमहरू इन्डियामा पनि हुँदैन, पाकिस्तानमा पनि हुँदैन। इनकेस नेपालमा भइदियो भने त कम मजा आउँछ त्यतिखेर। झन् दुबईमा गर्नु परे हुन्छ तिनीहरू गेम कि बङ्गलादेशमा गरे हुन्छ होइन। त्यसले गर्दा चाहिँ 7वटा प्रदेशमा 7वटा स्टेडियम भइदियो भने त रोजी जहाँ खेल्यो नि भइहाल्यो नि। क्लाइमेट पनि ठिक्क मोडरेट क्लाइमेट हुन्छ हाम्रोमा, सजिलो। अब हामी यहाँबाट निस्किन्छौँ, पानी परिसकेको छ, घर पुग्नु पऱ्यो है त। सी यु अन नेक्स्ट ब्लग। बाइ बाइ गाइस। गेम खेलिरहेको छ।